म भैरव वनको छेउमा रहेको एक सानो गाउँमा बस्थे। मेरो गाउँमा राजेश र मीरा नाम गरेको एउटा परिवार पनि बस्ने गर्थे। उनीहरूको एउटा छोरी थिइन्, आरोही, 10 वर्षकी, हँसिली चञ्चली स्वभावकी थिइन्। हरेक शनिबार आरोही वनको छेउमा फूल टिप्न जान्थिन्। त्यो दिन पनि उस्तै थियो, तर मौसम गडबड थियो। आकाश कालो बादलले ढाकिएको थियो। एकदमै ठुलो बतास आउला जस्तो थियो। राजेशले उसलाई छोरी नजाऊ, मौसम खराब छ भनेर उसलाई घरमै बस्न भन्यो, तर आरोही फूल टिप्न गइन्। साँझ परेपछि पनि जब उनी फर्किनन्, राजेश र मीरा डराए। आरोही सधैँ समयमै जाने र सधैँ फूल टिपेर समयमै आउने गर्थिन्। यस्तो ढिलो उसले पहिलोचोटि गरेकी थिइन्। राजेशले तुरुन्तै गाउँलेहरूलाई बोलाएर खोज तलास गर्न थाले। 2 घण्टा खोजे अनि जङ्गलको एक छेउमा एउटा गुडिया भेटियो। तर त्यो गुडिया साधारण थिएन। त्यो लुत्रुङ्ग थियो, अनुहार चिरिएको, तर आँखा एउटै हरियो र अर्को खैरो, आरोहीको जस्तै। अनि पहिरन पनि त्यही नै जो आरोहीले त्यस दिन लगाएकी थिइन्। तर सबैभन्दा डरलाग्दो कुरा त के थियो भने त्यो गुडिया हाँसिरहेको थियो। एक किसिमको बाङ्गो डर लाग्दो मुस्कान त्यस गुडियाको अनुहारमा हेर्न सकिन्थ्यो। प्रहरी आए, अनुसन्धान गरे, तर आरोहीको केही पनि पत्ता चल्न सकेन र अन्तिममा पुलिसले आफ्नो रिपोर्टमा वन्य जनावरले लगेको हुन सक्छ भनेर निष्कर्ष निकाले। तर मीराको मन अहिले पनि मानेको छैन। उनी भन्छिन्, मेरो छोरी अझै यतै कतै छिन्, म महसुस गर्न सक्छु। त्यो गुडियालाई राजेशले फायरप्लेसको माथि राखे। रातको समयमा एक हल्का टकटक आवाज सुनिन थाल्यो। राजेश उठे, हेरे, कोही थिएनन्। तर बिहान उठ्दा त्यो गुडिया अब आरोहीको ओछ्यानमा थिइन्। त्यो दिनदेखि बत्ती आफै बल्न र निभ्न थाल्यो। कोठामा कसैले आमा मलाई बचाउनुस् न भन्दै कराएको जस्तो सुनिन थाल्यो। मीरा एक रात सपना देख्छिन्। आरोही रुँदै वनको छेउमा उभिएकी छिन्। आमा, म अझै यही छु। यो गुडिया जिउँदो जेल हो, मलाई यहाँबाट निकाल्नुस्। अनि एक कालो हातले उनलाई तानेर हराउँछ। डराएर उनीहरू एक पण्डित कहाँ जान्छन्। पण्डितले गुडिया देख्ने बित्तिकै चिच्याउँछ, यो गुडिया होइन। उनले भने, यो एक आत्माबन्दी यन्त्र हो, यो काला जादु हो। उनले भने, 100औं वर्ष अघि यस्तै वनमा एक बोक्सी बस्थिन् अनि उनी बालबालिकालाई आत्मा चोरेर आफ्नै जीवन लम्ब्याउँथिन्। गुडिया ऐना र खेलौनाभित्र आत्मा थुन्थिन्। तपाईको छोरी अझै जीवित छन्, उनले भने, तर उनी यो गुडियाभित्र थुनिएकी छन्। शर्त थियो, यदि उनीहरूले रातको ठिक मध्यरातमा वनभित्र बोक्सीको थलो गएर मन्त्र पढेर गुडिया जलाए तब मात्र आरोही फर्किन सक्थिन्। राजेश, मीरा र पण्डित राति 12 बजे वनभित्र प्रवेश गर्छन्। डरले ओठ सुक्छ, आँखा रसाउँछ। पुरानो रुखहरू मुनि पण्डितले यज्ञ सुरु गर्छन्। मीरा गुडिया समाउँछिन्। गुडिया काप्न थाल्छ, आँखा फर्कन्छन्, मुख खुल्छ अनि आरोहीको कराएको आवाज आउँछ। एकाएक हावाले रुख भाँचिन्छ अनि अन्धकारबाट देखिन्छ बोक्सी। हड्डी मात्रै बाँकी, अनुहार सडेको, आँखाबाट रातो ज्वाला। मेरो गुडिया फर्काऊ, बोक्सी चिच्याउन थाल्छ। पण्डितले मन्त्र बलियो स्वरमा पढ्न थाल्छ। गुडियाबाट उज्यालो निस्किन्छ। मीरा चिच्याउँछिन्, आरोही, म यही छु, आमा आयो। बोक्सी तानिन थाल्छिन्, कराउँछिन् र अन्ततः उनी धुवाँ भएर विलीन हुन्छन्। गुडिया गायब हुन्छ र मीराको काखमा छोरी आरोही थिइन्, कमजोर तर जिउँदो। घटनापछि जीवन सामान्य भएको जस्तो देखिन्छ। आरोही फर्किन् अनि अब धेरै बोल्दिनन्। आँखा अझै डरले भरिएका छन्। तर 1 महिनापछि राजेश घरको अटारीमा पुराना कपडा खोज्दै थिए र एउटा पुरानो बाकस खोल्छ। भित्र अर्को गुडिया थियो र त्यो गुडियाको आँखा राजेशको जस्तै थियो। ल, यो थियो हाम्रो गाउँमा घटेको एउटा घटना। र साथीहरू, तपाईँलाई के लाग्छ, के त्यो काला जादु गर्ने राजेश आफै थिए कि अरू नै कोही? तल कमेन्ट गरिदिनु होला र अरू भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। थ्याङ्क यू।